अहिले चाहिँ यहाँ अलि रोडदेखि मुनि झाडीमा सुसु ब्रेक थियो। अब जेसुकै होस् अब चस्मा त लगाइदिने हो। पुग्लुक ढल अब त्यसलाई अब ढल्छ, अब ढल्नेवाला छ। हेलो, वेलकम ब्याक टु माई एनदर भिडियो। र आज भने म चाहिँ यहाँ दार्जिलिङ मिरिकमा छु है। देख्न सक्नुहुन्छ नजारा यहाँ वरिपरि। म चाहिँ यहाँ खासमा हिजो आएको हो, सिक्किमदेखि आएको, अनि यहाँ छु। अब चाहिँ जानुपर्ने हुन्छ इलाम घर। यो आफ्नो ठाउँ नहुँदा थोरै मतलब यस्तो पाहुना जस्तो आऊ म, अन्त पाहुना जस्तो आएपछि चाहिँ अलि अप्ठ्यारो हुँदो रहेछ क्या फिलिङ, मतलब त्यस्तो खुल्नु नसकिँदो रहेछ। त्यही माथि मैले भिडियो नबनाएको पनि टन्नै भयो। मतलब अब सिक्किमको हिजो बनाएको थिएँ, अब सिक्किमको भिडियो बनाएको पनि लगाइसकेको छुइनँ, एडिटै गरेको छुइनँ, म भ्याएको छैन। तर अब दार्जिलिङ आइसकेपछि मस्ट एउटा भिडियो त बनाउनै पर्छ है। दामी छ यहाँ, घाम लागेर रमाइलो भइरहेछ। अरूभन्दा पनि यहाँ पछाडि चाहिँ रिसोर्ट बन्दैको छ, टप रिसोर्ट, दामी हुनेवाला छ। जस अब यता धेरै आइन्छ, रिसोर्ट पनि मेबी देखिन्छ। अहिलेसम्म चाहिँ मेरो भिडियोहरू आइरहेको छैन, कति के कामहरूले बिजी भइरहेको हुन्छु। अब के भन्छ, भ्युजहरू नआएपछि अलि अल्छी पनि लाग्ने रहेछ, त्यही हो। अनि स्पेसल घरमा बस्दा बस्दै त अब के गर्ने हो र है। भ्लग पनि अलि यता हिँड्नु पाएको मात्रै बनाउनु मन लाग्छ मलाई चाहिँ। अब मान्छेले नबनाउने त होइन, बनाउँछ, यसो घरमा बस्दै पनि बनाउँछ। तर मलाई चाहिँ यता घुम्नु गएको अलिकति त्यस्तै इन्ट्रेस्टिङ, यस्तो माइन्डहरू फ्री भएको बेला बनाउनु चाहिँ राम्रो लाग्छ। ओके, यहाँ चाहिँ माछा रहेछ, मैले माथिदेखि देख्दै थिएँ, यसो भिडियो गर्नु पऱ्यो भनेको आएको। सो म चाहिँ यहाँ माछा माथिदेखि देखेर आएको थिएँ, तर यहाँ माछा चाहिँ लुक्यो, भागिसकेछ। माछा देखाउन सकिनँ। कपाल चाहिँ धेरै लामो भइसकेछ मेरो। एकचोटि ड्रेड लक गर्ने भनेर मेरो चाहिँ सोच छ, विचार पर्सनल। तर के हुन्छ कमेन्ट पनि गर्नु है, गरौँ नगरौँ ड्रेड लक कस्तो हुन्छ। ज्यान भन्ने छैन, यस्तो चाहिँ सानो ज्यान छ, त्यति राम्रो त सुहाउँदैन होला सुहाउनु त, तर यसो इच्छा हुन्छ नि। अब पछि के हो पछि त काट्नै पर्ने हुन्छ, छोटो बनाउनै पर्ने हुन्छ। अनि एकचोटि ड्रेड लक गर्ने चाहिँ मेरो इच्छा, यसो भनिदिनु होला। अब चाहिँ हामी इलाम अथवा नेपाल इलाम घर जानुपर्ने हुन्छ। सो अब चाहिँ बाइकमा भारी बान्नुलाई भाइले बोलाउँदैछ, जानुपर्ने हुन्छ। अब लेट्स सी बाटोमा है त, बाई बाई। सो हाम्रो ब्याकप्याक र कपडाहरू चाहिँ यहाँ हुँदैछ, कपडा सपडा छ। अनि यो दुईवटा हेलमेट यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ यताको ट्राफिकले त पड्काउँदो रहेछ कि मार्दो रहेछ, दुईवटा हेलमेट लाएन भने। बाइक रेडी हुँदैछ यहाँ, बाहिरतिर नजरा चाहिँ यस्तै छ। अहिले चाहिँ हामी जाँदैछौँ, उकालोमा छौँ, उकालो पनि खर्का उकालो छ हो बाटो त। उकालोको पनि हाय अप्ठ्यारो पनि हुँदा चाहिँ यहाँ अलिकति बाटो चाहिँ अप्ठ्यारै हो। ल हेर उकालेको पावर पनि सानो, तर सानैको गाडीले त बाटो चाहिँ अलिकति यताकै भाषा भन्नु न रड्डी हो क्या, रड्डी हो बाटो। अनि यहाँ के भन्छ पित्रो आउनु भनेर हिजो हामीले नदेखेर मात्रै कि त्यो राति नदेखेर चाहिँ न त त्यो पनि उकालो थियो नि, रड्डी हो नि रड्डी। हिजोको बाटो झन् उकालो थिएछ नि, गाडी चाहिँ अब एकमा पुग्छ भने चाहिँ अब बुझिहाल्नु नि। सो अलगाडी अहिले चाहिँ हामी यहाँ मिरिक बजारमै छौँ, यहाँ पशुपति हुँदै जानुपर्ने हुन्छ। यो बाटो हिजो गाडी मात्रै आएको हो, तर अब फर्स्ट टाइम हिँडेको हिजो। अनि थाहा भएन क्या कति दामी ठाउँ थियो भनेर। सो आज चाहिँ म देखाउने कोसिस पनि गर्दैछु। घरदेखि हिँडेको पनि अब चाहिँ धेरै नै भइसक्यो, समथिङ कति 5-6 दिन, हप्ता 10 दिन भयो होला। त्यति मध्येमा हामी सिक्किम पनि पुगिसक्यौँ, अनि दार्जिलिङ पनि आइसक्यौँ, बसेर फर्किने बेला भइसक्यो। र अब चाहिँ घरको याद आउन थाल्यो। गाडीको लाइनहरू देख्न सक्नुहुन्छ, यो
यदि हाम्रो ठाउँमा पनि यसरी के भन्छ सस्तो बनाउने मतलब यहाँ 2-3 लाख पर्ने गाडी हाम्रो 20-30 लाखदेखि स्टार्ट हुन्छ यो त्यो चाहिँ अब कम्ती गर्ने हो भने हाम्रो नेपालमा पनि त्यति चाहिँ फाइदा छ क्या मतलब सर्वसाधारण जोसुकैले इन्डियामा जस्तै गाडी कुदाउनु पाउँछ त्यति चाहिँ फाइदा छ अनि त्यो त कहाँको कहाँ भयो नि त कहाँको यहाँ 2-3 लाख 3-4 लाख कहाँ उता 20-30 लाख यताको मान्छेहरू छक्कै पर्छ क्या मतलब जसलाई थाहा हुँदैन नि यता 2 लाख पर्ने उता 20 लाख पर्छ भनेको थाहा नहुने मान्छे चाहिँ पुरा छक्क पर्छ क्या सो अहिले चाहिँ म यहाँ नेपाल इन्डिया यो चाहिँ मलाई बच्चैमा गर्नु मन थियो जे होस् है के भन्छ एकै पाइलामा नेपाल इन्डिया सो अलराइट यो चाहिँ अहिले पशुपति हाम्रो माथि बोर्डर नै पर्छ नेपाल र इन्डिया छुट्टिने ठाउँ क्लाइमेट यस्तो छ पानी पर्ला जस्तो छ हामी चाँडै जानुपर्ने हुन्छ धेरै बेर नअल्मल्यो ओके सो आफूसँग के भन्छ त्यो एकजना अगाडि बाइक कुदाइदिने मान्छे भयो भने चाहिँ अझै फेरिसँग भिडियो बनाउनु पाइने रहेछ रमाइलो छु अब चाहिँ हामी चाँडै नै नेपाल पस्दै नै छौँ पानी पर्ला जस्तो भएको छ जाडो छ एकदम आछु क्लाइमेट पनि देख्न सक्नुहुन्छ तपाईँहरूले आज जता जान्न चाहन्छ भने जस्तै सो यो ठाउँको नाम चाहिँ हिले रहेछ अन्त यहाँ चाहिँ एकदम रमाइलो कुरा चाहिँ के हुँदो रहेछ भने थाहा थिएन मलाई तपाईँहरू कतिजनालाई त थाहा होला पशुपति नगर चाहिँ यहाँ माथि पर्छ यता नेपाल यता आमा कत्रो आवाज आएको गाडी अनि यहाँ स्पेसल रोचक कुरा चाहिँ के भन्छ यहाँ नेपालमा ठुलो घर किचन भनेको चाहिँ यता के भन्छ इन्डियामा अनि इन्डियामा चाहिँ ठुलो घर नेपालमा किचन क्या त्यो चाहिँ मलाई चाहिँ थाहा थिएन रोचक लाग्यो सो जाउँ भाइ पशुपतिदेखि छिरेर नेपालपट्टि मतलब बोर्डर क्रस पनि गरिसकेको छैन पानी आइरहेको छ जति पानी उति गर्मी भइरहेको छ सो रमाइलो हुँदैछ अनि गाडीहरू पनि बोथ साइडदेखि आउँदैछ अनि अलिक मन चाहिँ एक्साइटेड भइरहेको छ क्या मतलब अब यस्तो कुल प्लेसमा आउँदा जसको पनि मेबी त्यस्तै होला धेरैजनाको त्यस्तै होला एकदम एक्साइटेड भएर के भनौँ गाडीहरू आओस् दामी भइरहेको छ आइपुग्दा चाहिँ हाम्रो करफोक फिकल आइयो जस्तो लाग्दैछ है मतलब अब यो यस्तो क्लाइमेट वेदर सेम मिल्छ सो अब के भन्छ आबो दार्जिलिङ बसिएको छ नि त सिक्किम बसिएको छ आबो त भन्नै पर्ने हुन्छ अब जेसुकै होस् पदम दाइले भने जस्तो पदम तामाङ दाइले भने जस्तो अब केटी ढल्यो भने ढलोस् हो अब चस्मा त लगाइदिने हो पुक्लुक ढलोस् अब त्यसलाई अब ढल्छ अब ढल्नेवाला छ पुक्लुक जाओस् न राइडर इज हियर राइट नाउ सो राइडर एन्ड मी इज हियर अब उही है टेरिका यार गाडीले झन्डै हाल्ने त हौ ढल्को नले चक्करमा खाइ गाली खाइछ होला हौ गाली खाइछ होला हौ अगाडि हाम्रो प्यारेन्ट्स पनि हुनुहुन्छ भिडियो बनाउँदा गाडी आएछ खाइ भने क्या गाली खाइछ अलराइट अहिले चाहिँ हामी भान्साड काटिकन नेपाल छिरेको छौँ रिसेन्टली किनभने यो दुईवटा बाइक चाहिँ इन्डियाको बाइक हो सो भान्साड काट्नुपर्छ भान्साड काटिकन पनि नेपाल छिरेको छौँ अनि देख्न सक्नुहुन्छ पानी पर्नु स्टार्ट भयो जाडो पनि सुरु भएको छ आछु अघि भिडियोमा पनि भनेको थिएँ जसै हामी नेपाल छिर्यो यहाँ देख्न सक्नुहुन्छ रोड प्रायः जस्तो खुल्लै छ क्लियरै हुन्छ है मतलब अब यहाँ चाहिँ गाडी महँगो भएर हो या के भएर हो त्यस्तो धेरै गाडी देखिँदैन एउटा छ तल छ एउटा नत्र पार्किङ गाडीले अरू के भन्छ ठाउँै देखिएको हुन्थेन यता चाहिँ फाटा मात्रै पाइन्छ क्या गाडी चाहिँ त्यही हो अब जस नेपाल सरकारले त्यति गरिदिनु सके चाहिँ राम्रो हुन्थ्यो दामी छ दामी
भेरी भेरी जाडो छ धेरै जाडो छ सो यहाँ बाजेहरूले हेर्दै हुनुहुन्थ्यो यहाँ पछाडि कट्टीको भगनाको हेर्दै हुनुहुन्थ्यो मलाई लाग्छ लाग्दैन हेर्नै हेर्नुहुन्छ जिस्काउनुहुन्छ त्यस्तै हो अलगाइड अहिले चाहिँ हामी फिक्कल आइपुगेको छौँ अनि पानी पर्दैछ यस्तरी तल्लो बाटो यो तल्लो बाटो मेन चोक चाहिँ त्यहाँ छ अलराइट अहिले चाहिँ हामी यहाँ फिकलमा छौँ अनि हाम्रो चाहिँ खाजा खानुपर्ने हुन्छ थोरै खाजामा आइसकेको छ चिसो खाजा चाहिँ मिठो भएर यहाँ थप्दैछौँ हामी चाहिँ सो अलराइट खाजा साजा पनि खाइसकेको छौँ यहाँ फिकल बजारमा क्लाइमेट चाहिँ यस्तै नै छ चिसै छ तातो सुप खाएको छौँ अब जानुपर्ने हुन्छ सबजना हामी यहीँ छौँ जम्मा 4 जना ओके अब हामी जानुपर्ने हुन्छ ओके बाई 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 हिँडेर पनि आइएको थियो फिकल कुनै एउटा समयमा अहिले यसको ग्लास लाएर डुअल हेलमेट लाएर पनि हिँडिँदैछ अब फ्युचरमा MT-15 लिएर त अथवा ड्युकहरू लिएर त फिक्स आउनु नै पर्छ मलाई लाग्छ आइछ किनभने हिँडेर आएको ठाउँमा साइकल नचढी बाइकमा यसरी चढिँदैछ अब अझै ड्रिम बाइक हो भने चढेर आउने हो यो चाहिँ कन्याम हो र हामी एकछिन यहाँ चाहिँ रोकिनु पर्ने हुन्छ घोडाहरू चढ्नु चाहिँ अब टाइम छैन अहिलेलाई झापासम्म जानुपर्ने हुन्छ दामी प्लेस सो अलराइट ग्रिन सिटी इलामको एउटा पार्ट भन्दा फरक नपर्ला अहिले चाहिँ हामी कन्याममा छौँ यहाँ अनि यहाँ चाहिँ चिया पिउनु पर्ने हुन्छ के फाइनली चिया आइसकेको छ अनि खानुपर्ने हुन्छ यसलाई चाहिँ इलामको चिया चिया वाल्ने को हुनुहुन्छ दिदी मिठो छैन चिया कसले भनेको मिठो छैन मैले खाएको हेर्नु त खासै मिठो लागेन इलामको चिया हैन नमिठो भएको चाहिँ हैन तपाईको त्यतिकै नमिठो भयो चिया मिठो छ प्लस दिदीको बोली पनि मिठो छ इलामेली हुनुहुँदो रहेछ म पनि मान्छे इलामेली नै हो इलामकै हो दार्जिलिङको होइन म दार्जिलिङ चाहिँ म घुमेर आएको हो इलामको म रङकै मान्छे हो म रङ एक शान्तिपुर सुन्नुभएको छ ल दिदीहरूलाई यसो सन्दीप भ्लग्स भनेको छ यसो हेर्नु हुँदा पनि हुन्छ सब्सक्राइब गरिदिनुहोस् न यसो भेट्नुभयो भने हुन्छ दिदीहरूकोमा चिया टन्न बिक्री हुन्छ यसपछि ए दिदी त्यसै राम्री हेर्नु त त्यसै राम्री हुनुहुन्छ अहिले चाहिँ यहाँ अलिक रोडदेखि मुनि झाडीमा सुसु ब्रेक थियो अब जानुपर्ने हुन्छ हाई 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 राहुल यु क्यान डु इट भिआरको मतलब थाहा छ तिमीलाई भिआर अहिले भर्खरै गयो नि एउटा पुरानो मोडलको भिआरको मतलब चाहिँ भेरी राम्रो बाइक भन्ने हुन्छ है बुझ्यौ भेरी राम्रो गुड सो अहिले पनि हामी जाँदै नै छौँ स्टिल अनि मलाई चाहिँ मेरो गाउँको भाइहरूले जो सब्सक्राइब गरेको छ अनि म्यासेज हुँदै अलिक टाढोको सब्सक्राइबरहरू जतिजना हुनुहुन्छ त्यस्तो धेरैजना नभए पनि धेरैजनाले चाहिँ मलाई के भन्नुभएको छ भने भ्लग चाहिँ 7-8 मिनटको 10 मिनटको होइन तर 20-25 मिनटको 30-32 मिनटको बनाउनु भनेर सजेस्ट गरिराख्नु भएको छ होइन उहाँहरूलाई एकदम यहाँ भिडियोदेखि नै थ्याङ्क्स भन्छु अनि यो कुरा सबै कुरा चाहिँ कमेन्टमै भन्दा पनि हुन्छ है मतलब अब कमेन्टमा भन्नुभयो भने अरूजनाले पनि देख्नुहुन्छ है प्रतिक्रिया मलाई म्यासेजमा भन्दै गर्दा म्यासेज सधैँ नहेर्नु पनि हेरिराख्नु पनि भ्याउँदिनँ मतलब बिर्सिनु पनि सक्छु तर अब एउटा के भन्छ कमेन्टमै भन्नुभयो भने चाहिँ त्यही सिलसिलामा अब हुन्छ नि त्यही टाइपको हुन्छ क्या मतलब अब भन्दै आएन हौ